हेलो एभ्रिवान वेलकम टु माई च्यानल कोड जङ्सन नेपाल। म आज पाइथनमा कसरी दुईवटा नम्बरलाई एड गर्न सकिन्छ भन्ने बारेमा सिकाउँदैछु। मैले चाहिँ के सोचेर यो भिडियो बनाउँछु भन्दाखेरि तपाईँलाई चाहिँ पाइथनको बेसिक्सहरू आउँछ भन्ने सोचमा यो सिकाउँदैछु। अब पाइथनको बेसिक्स आउँदैन भने मैले अर्को भिडियो बनाएको छु जुनमा चाहिँ मैले पाइथनको बेसिक्स भनेको भेरिएबल र ओपरेटर्स कसरी युज गर्ने भनेर चाहिँ त्यहाँ सिकाएको छु। सो त्यति मात्र आउँछ भने यो प्रोग्राम हामीले गर्न सकिन्छ। भने कसरी गर्ने त अब टु एड टु नम्बर्स भने छ दुईवटा नम्बरलाई एड गर्नको लागि। अब नम्बर भनेपछि पोइन्ट त भने होइन, नम्बर भनेको त जस्तै 2 र 3 हो, 10 20 भनेको यिनीहरू नम्बर्सहरू हुन् भनेपछि यिनीहरू के हो त नम्बर त हो, इन्टिजर नम्बरहरू हुन्, त्यही भएर इन्ट गर्ने। र इनपुट माग्न छ हामीलाई के भनेर इन्टर फर्स्ट नम्बर भनेर हामीले इनपुट माग्छौँ। त्यसपछि अब यो एउटा फर्स्ट नम्बरको लागि इनपुट माग्छ युजरले, प्रोग्रामले इनपुट माग्छ युजरसँग अनि युजरले नम्बर हाल्छ। तर त्यो नम्बर कता सेभ गर्ने त त्यसको लागि भेरिएबल डिक्लेयर गर्नुपर्छ। भेरिएबल डिक्लेयर ए इजिकल्स टु भनेर गऱ्यौँ भने यसले कपी गर्ने, अब यसको ठाउँमा बी राखिदिने र यो सेकेन्ड नम्बर भइहाल्यो। सेकेन्ड नम्बर त्यसपछि यति गरेपछि फर्स्ट नम्बर र सेकेन्ड नम्बर इनपुट माग्छ युजरसँग भनेको मसँग यो त्यसले फर्स्ट नम्बर मागेछ मैले 10 हालेँ, सेकेन्ड नम्बर मागेछ मैले 20 हालेँ। तर अब यहाँ प्रिन्ट गर्नको लागि लोजिक लेख्नुपर्छ जुन चाहिँ सिधै प्रिन्ट ए प्लस बी गऱ्यो भने हाम्रो प्रिन्ट हुन्छ। जस्तै 10 र 20 गर्दा 30 आउँछ। यति गरी काम सकिन्छ। नत्र यसलाई अझै राम्रोसँग बनाउनु छ भने हामीले यहाँ के गर्न सकिन्छ भन्दा एफ लेखेर द सम अफ फर्स्ट नम्बर ए हो एन्ड सेकेन्ड नम्बर हाम्रो बीमा सेभ छ इच भनेर ए प्लस बी गर्न सकिन्छ, जुन चाहिँ हाम्रो 2 प्लस 3 भनेको द सम अफ 2 एन्ड 3 इच 5 भनेर आयो, जुन चाहिँ अलि राम्रो देखिन्छ भने यो अलि कम्प्लेक्स हुन्छ होला सायद। त्योभन्दा बरु सिधै ए प्लस बी लेख्यो भने आनन्द हुन्छ होला। ए प्लस बी लेखे आनन्द भइहाल्यो। नत्र सी इजिकल्स टु ए प्लस बी गरेर यहाँ सी लेख्यो भने पनि यसले काम गर्छ मजाले। 1 र 2 3 भयो। सो यस, थ्याङ्क यू फर द वाचिङ दिस भिडियो।